नेपालगञ्जको गर्मीले वाक्क दिक्क भइसक्नु भएको छ र टाइम स्पेन्ड गर्नलाई एकदमै राम्रो ठाउँ यदि खोजिराख्नु भइरहेको छ भने तपाईको लागि यो बेस्ट प्लेस हुन सक्छ चिलरिया पार्क। म आज हजुरलाई लोकेसन भन्न गइरहेको छु। यो ठाउँ यस्तो राम्रो छ, चिल गर्न मिल्छ र तपाईले आफ्नो फ्यामिलीहरुसँग टाइम स्पेन्ड गर्न मिल्छ। यहाँको मौसम एकदमै चिल छ है गाइज, एकदमै शान्त। यता नेट पनि चल्दैन, नो 4G नो नेटवर्क। सो आज चाहिँ हामी सुरु भइरहेको छ। हामी नेपालगञ्जबाट सबैभन्दा सुरुमा तपाई पुग्नुपर्छ राप्तीपारी कुन्दा चोकबाट तपाई सिधै लेफ्टतिर जानुहोस्। लेफ्ट बाटोबाट जानु होला। लेफ्ट बाटोबाट गइसकेपछि तपाई चाहिँ अब जंगल पुग्नुहुन्छ। तपाईलाई थाहै होला आलीनगरतिरको जंगल। र यो आलीनगरको जंगल पुगिसकेपछि यो आलीनगर जंगल कटेर अब चाहिँ मासु पसल छ। च्वाचेको मासु किनेर हामी चाहिँ यही मासु किन्नलाई आएको थियौं गाइज। एन्ड देन त्यसपछि चाहिँ हाम्रो दोस्रो टोलीहरु पनि आउँदै थिए। अनि तीनजना टोलीहरु अर्को बाइकमा आउँदै थिए र यहाँ चाहिँ हाम्रो हिरो डनहरु छन्। यहाँ डाइरेक्टर, फिल्मको हिरो डाइरेक्टर हुनुहुन्छ एकदमै प्यासनेट छन् भिडियोग्राफीमा, पक्का पनि एकदमै ठुलो डाइरेक्टर बन्नेवाला छन्। हामी चाहिँ सामानहरु किनेर अब लाग्यो चिलरियातिर। यो चाहिँ चिलरियाको बोर्ड हेर्न सक्नुहुन्छ। सिधै बाटो छ, कतै बाङगटिङको जानु पर्दैन। त्यही कुटुन्डा चोकबाट लेफ्टबाट सिधै आयो चिलरिया आउँछ। चिलरिया आइसकेपछि यो चाहिँ अब हजुरको चिलरिया चोकमा चाहिँ यसो अलि धलैया गुमैया पार भनेर एउटा बोर्ड आउँछ येलो कलरको। त्यो बोर्डबाट भित्र बसेपछि नमस्ते चोक आउँछ। सिधै गयो भने नमस्ते चोक आउँछ। अनि नमस्ते चोक आइसकेपछि अब बाटो कतै यताउति नहेरिकन सिधै लग्नु होला गाइस। बाङगटिङको कतै जानु पर्दैन, सिधै लग्यो भने हामी चाहिँ सिधै पुग्छौं चिलरिया पार्क। यो धलैया पार्क, खासमा यो धलैया पार्क भन्छ। अनि सिधै यो जंगलको बाटो चिल हान्दै मौसमको मजा लिँदै यता लेफ्टबाट जानु होला। अनि लेफ्टबाट गइसकेपछि यता हाम्रो अलिकता बाइक चिप्लिएर खस्न लागिसकेको थियो। बच्चा आयौँ तर अलिकता यताउति के भयो। त्यो ढलेको रुख पाउनुहुन्छ, यहाँबाट चाहिँ बाटो छ, चिन्ता नलिनु होला। बाटो छैन नभनेर पछाडि नफर्किनु होला। यता जस्ट राइटबाट बाटो सरर गयो भने चाहिँ अब हजुर पुग्नुहुन्छ यस्तो वाटर क्रसिङ गर्दै पुग्नुहुन्छ यो चिलरिया पार्क। यो चाहिँ जंगलको बीचमा छ गाइस। यता नेटवर्क छैन, 4G नेटवर्क केही पनि छैन भनेपछि तपाईले चाहिँ क्याश नै बोकेर ल्याउनु पर्ने हुन्छ। क्याश पनि खुल्ला बोकेर ल्याउनु होला, किनभने टिकटमा चाहिँ कहिलेकाहीँ खुल्ला नभइदिन सक्छ। तपाईको टिकट काउन्टरमा चाहिँ 20 रुपैयाँ काटेर तपाई यहाँबाट भित्र छिर्न सक्नुहुन्छ। यताबाट चाहिँ अब तपाईले हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू छ गाइस। जंगलै जंगल, रुख, एकदमै शान्त मौसम छ। र यो बाघ चाहिँ हेर्नुस् गाइस, यो बाघले चाहिँ कुनै दिन हामीले खान्छ है। यो बाघ चाहिँ अहिले यसो प्राङ्क गर्दैछ हामीलाई। अहिले प्राङ्क गरिसकेपछि चाहिँ अहिले हामीले खाएर हामीले कुन दिन चाहिँ हामीलाई मार्छ। यता चाहिँ हाम्रो गाइजहरु चाहिँ अलरेडी आएर बसिसकेका थिए। हामी चाहिँ पछाडि आउँदै थियौं सामान लिएर। हाम्रो टार्जन साथी चाहिँ यहाँ गर्दै बसिरहेको थिए। अनि यो मोज गर्दै थिएन गाइजहरु। म चाहिँ अलिकता पछाडिबाट आएर यस्तो रमाइलो गर्दै थिए, हेर्दै थिए यिनीहरुलाई। यो च्वाचेको मासु पकायौं। अनि यो च्वाचेको मासु पकाउनलाई चाहिँ यता काठ सस्तै थियो गाइस, त्यही भएर हामीले चाहिँ लाइटर लिएर आयौं र काठ जोहो गरेर अनि हामी चाहिँ च्वाचेको मासु पोल्यौं। चेन्जिङ रुम पनि छ, सो त्यसको लागि चिन्ता लिनु परेन। र हामीले चाहिँ च्वाचेको मासु पकाउनलाई आगो बालिसकेपछि यता चाहिँ हाम्रो आयुष भाइले चाहिँ खुर्सानी कुच्दै थिए बोतल भित्र राखेर। र यतातिर हाम्रो गाइजहरु यसो प्रदीप साथीले